जय श्री राधे। जब म पनि अरू जस्तै मायामा भट्किरहेको थिएँ, परम पिता परब्रह्मलाई भगवानलाई जानेको थिइनँ, तब म पनि कोही केटीको स्त्रीको खोजीमा थिएँ कि कसैले मलाई प्रेम गरोस्। तर जब मैले खोजेको नि धेरै पीडाहरू पाएँ र मैले प्रश्न गर्थेँ क्या मसँग मात्रै किन मलाई प्रेम गर्ने कोही पाउँदैन भन्दा वास्तवमा जब मैले जाँदै गएँ, समय बित्दै गयो, जब मैले भगवानलाई जाने, मैले श्रीमती राधा रानीलाई जाने कि प्रेम भनेको शाश्वत प्रेम, निस्वार्थ प्रेम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ प्रेममा चाहिँ निस्वार्थ भाव हुनुपर्छ र यो प्रेममा चाहिँ विवाह हुनु आवश्यक छैन। यसमा शरीरको कुनै सम्बन्ध छैन। यो त आत्माको स्तरको प्रेम हो, कुनै शरीरको रूपी प्रेम होइन कि जब शरीर जबसम्म हुन्छ तबसम्म। तर यो त आत्मासम्मको रूपी प्रेम हो जो निस्वार्थ छ, जो अनन्तदेखि अनादिसम्म छ। त्यसमा कुनै शिकायत छैन, कुनै शङ्का छैन। बस आफ्नो माया गर्ने व्यक्ति, आफ्नोलाई प्रेम गर्ने व्यक्ति सदा खुस रहोस्, चाहे उसले मलाई प्रेम गरोस् नगरोस्। यो एउटा प्रेम गर्ने व्यक्तिको एउटा भावना हुन्छ र यो प्रकारको प्रेम चाहिँ भगवानले हामीलाई गर्नुहुन्छ र एउटा भक्तले भगवानसँग गर्न सक्छ। हामीले कुनै मनुष्यसँग यो शाश्वत प्रेम गर्न सक्दैन। तर भगवानको कृपाले यदि तपाईँको जीवनमा भक्ति छ भने सबैलाई भगवानले बनाउनु भएको, सबैलाई प्रेम गर्नुपर्छ भन्ने एउटा मार्गदृष्टि हुन्छ। र मैले पनि जाने कि शाश्वत प्रेम भनेको के होस्। जय जय श्री राधे। धेरै धेरै धन्यवाद प्रभु।